हजुर जुन बेला युद्ध सुरु भयो अरू देशमा के हाहाकार भयो, नेपाललाई आयल निगमले एक दिन पनि कसैको सिलिन्डर नपाओस् भन्ने व्यवस्था नगरिकन आधीमा गए पनि कसैले मैले सिलिन्डर पाएन भने हामी व्यवस्था गरेका थियौँ र त्यही आधी आधी दिँदै जाँदा पछि हामीलाई के आयो भने होइन यो आधी अलिकति किन दिनुहुन्छ, पुरै दिनुहुन्न, हामी कहाँ खपतै भएन र पछिल्लो 5 महिनामा कन्ज्युमरले भर्दै नभरेको पनि भन्न पाइयो कि आफू खाली सिलिन्डर राख्यो आधीमा भर्यो। अब हामी सहज होस्, अब मान्छेले नै ग्यास लिइरहेको छैन भनेपछि किन आधी दिने, सफिसियन्ट सामान छँदैछ, भर्न थाल्ने बित्तिकै वार्ती सबैजना बाहिर ल्याइदियो सिलिन्डर। हजुर हजुरले आजको भोलि न पछिल्लो 1.5 महिनामा कुनै अन्तर्राष्ट्रिय घटनाक्रमले केही अप्ठ्यारो गरेछ, न इन्डियन आइलले हामीलाई एक दिन डिस्टर्ब गरेछ, न हामी सेल्स रोकेछौँ, न कुनै अफिस बन्द छ, न कतै बन्द हडताल इभन बाढी पहिरोले डिस्टर्ब छ भनेपछि ल्याउने त्यही ल्याइरहेको छु, त्यही 1 महिना अगाडि नलिदिने, अहिले आएर मलाई 2 महिनाको कम्पनसेट 4 महिनाको कम्पनसेट गरेरै हो। हजुरहरूले योलाई थोरै डाटा स्टडी हेरिदिनु, एनओसी भन्दा पनि थोरै कन्ज्युमरले पेसेन्स राखिदिनु, हजुरहरूले रिक्वेस्ट गरिदिनु। हजुरले 4 महिना 5 महिना पछिल्लो इभेन्ट फागुनतिर युद्ध सुरु भयो उतातिर इरानतिर, त्यो बेलादेखिको डाटा हेरिदिनु। पहिला चाहिँ त्यही नपाउला कि भनेर हामी पनि सचेत भएर कम्तीमा चुल्हो त बढोस्, आधी सिलिन्डर दिए पनि 1 महिना पुगोस् भनेर प्रोपर डिसिजन लिएर अगाडि बढाएको थियो। अहिले आएर ल अब सफिसियन्ट पनि भयो, सबै थोक भयो, अब किन मान्छेलाई आखिर हरानी हुन्छ आधी सिलिन्डर दिने, फुले दिउँ न त। आजै सरहरूले भन्नुहुन्छ ल ग्रेट वाल तोड्नु र सरकारले फेरि तपाईँहरूले के पुरै सिलिन्डरै दिन पाएन भनेर नभन्नुहुन्छ भने म भोलि यदि आधीको डिसिजन गर्यो भने कोही आउँदैन बाहिर लिन। अब